आलु केटी हेर भनेको भान्साकोठा यस्तो छ राम 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 सर्प कति होला यहाँनेरि के पकाएको यस्तो यो भाडा कहिले मस्काउने गरेको छैन यो सबै त भोलि पर्सि सबै यस्तामा पर्छ सुन्नु हुँदैन के हो यो चाहिँ हुँदैन भात राम 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 तरकारी चाहिँ के पकाउने आँटेको मटो मास राम 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 मलाई बिरामी भयो भने चाहिँ यत्तिकै सडिएर मर्ने रहेछ भन्ने मैले थाहा पाइसकेको छु भएको बुढीलाई नि कुटेर खेदाइहाल्यो भोलि आफू चाहिँ पर्ला नि त्यसरी अनि छोरो त आउँदैछ त पछि सम्पत्ति खोज्नलाई आयो भने उयो हो आयो भने निकाल्यो यसो गरेर खुवायो नि जे बाजेर बोलाइ फेरि यो भिडियो काट्नु यो माइलो अनि तिहारमा देउसी खेल्न जाने होइन त माइलो हामी जाँदैन जाँठा तैँले 1 रुपियाँ निकाल्नुहोस् न कस्तो 1 रुपियाँ निकालिदिनुहोस् हौ 500 रुपियाँ दिन्छु म देउसी खेल्न आउन त्यत्रो बाँस यो विजय दाइ यो माइलोलाई बे गरिदिउँ भनेको कि काठमाडौँको केटी मात्रै बे गर्छु भन्छ त त्यत्रो बाँस बोक्दैको जाँठा 2-3 हजार दिनुहोस् जाँठा कतिवटा बाँस बोक्यौ 60 घना बाँस अनि दिने मासु भात त खायो त दिने मासु भात 60 घना कहिले हुन्छ मासु भात त मान्छेको खाजा पो हुन्छ त मुजी मासु भात अनि बिहानै दुध हालेको चिया कुराउनी त्यसपछि खाजा चिक्न डेली दुको कसले हो मुजी